रामारोशन अछाम जिल्लाको मुख्य आकर्षण हो। नेपालको सबैभन्दा लुकेका र मनमोहक गन्तव्यहरू मध्ये एक रामारोसनमा स्वागत छ। अछाम जिल्लाको सुदूर पश्चिमी क्षेत्रमा अवस्थित यो अल्पाइन स्वर्ग मुख्यधारा पर्यटनद्वारा धेरै हदसम्म अपरिचित छ। आज हामी तपाईलाई 12 ताल र 18 घाँसे मैदानहरूको भूमि अन्वेषण गर्न यात्रामा लैजाँदैछौं, जहाँ निर्मल प्रकृति र अछुतो संस्कृति साँच्चै जादुई चीज सिर्जना गर्न टक्कर दिन्छन्। म तपाईको मार्गदर्शक हुँ र तपाई प्रकृति प्रेमी, साहसिक खोजीकर्ता वा फोटोग्राफर हुनुहुन्छ भने यो भिडियोले तपाईलाई रामारोसन तपाईको बकेट सूचीमा किन हुनुपर्छ भनेर देखाउनेछ। रामारोसन सुदूरपश्चिम नेपालको सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा अवस्थित छ। यो समुद्री सतहबाट 2500 देखि 3800 मिटरको उचाइमा अवस्थित छ, जसले यसलाई अल्पाइन क्षेत्रमा राख्छ। यो क्षेत्र 3 जिल्लाहरू अछाम, बाजुरा र कालीकोटको संगममा अवस्थित छ, त्यसैले यो सम्पूर्ण क्षेत्रको लागि महत्त्वपूर्ण छ। सबैभन्दा नजिकको प्रमुख शहर मङ्गलसेन हो, अछामको जिल्ला सदरमुकाम, जुन केवल 42 किलोमिटर टाढा छ। धनगढी विमानस्थल भएको मुख्य प्रवेश बिन्दुबाट बस वा निजी सवारी साधनबाट मङ्गलसेन पुग्न लगभग 11 घण्टा लाग्छ। त्यसपछि रामारोसनमा 4-5 घण्टाको ड्राइभ लाग्छ। यस गन्तव्यलाई अद्वितीय बनाउने कुरा यसको पहुँच योग्यता तर दुर्गमता हो। आधुनिक सडकहरूले अब यसलाई जोड्छन्, तर परिदृश्य भारी विकासबाट अछुतो रहन्छ। रामरोसन नामले स्थानीय कथाहरूलाई आकर्षक बनाउँछ। एउटा लोकप्रिय विश्वासले राम र रोशनले एक अर्काबाट आधा घण्टाको दूरीमा अवस्थित 2 फरक समतल भूमिलाई जनाउँछ भन्ने सुझाव दिन्छ। तिनीहरूको नामको संयोजन रामरोसन बन्यो। स्थानीय आध्यात्मिकतामा आधारित अर्को कथाले बताउँछ कि राम विभिन्न हिन्दू देवताहरूसँग सम्बन्धित नाम हो, जबकि रोशनको अर्थ मनोरम वा पवित्र स्थानहरू हो। यस किंवदन्ती अनुसार यी देवताहरूले एक पटक यस क्षेत्रको भ्रमण गरेका थिए, यसलाई यसको आध्यात्मिक महत्त्वले आशीर्वाद दिएका थिए। स्थानीयहरू विश्वास गर्छन् कि यसैकारण यो क्षेत्रले यति शान्तिपूर्ण ऊर्जा फैलाउँछ। लोककथा होस् वा तथ्य, रामारोसनको नाम वरपरको रहस्यले यसको आकर्षण र आध्यात्मिक वातावरणमा थप्छ। रामारोसनको परिभाषित विशेषता यसको उल्लेखनीय भूदृश्य संरचना हो, 12 सिमसार क्षेत्र र 18 घाँसे मैदानहरू, जसलाई स्थानीय रूपमा पाटन भनिन्छ। सँगै तिनीहरूलाई 12 बन्द र आथरा खाडा पनि भनिन्छ। नेपालीमा 12 ताल र 18 घाँसे मैदानहरू। पहिले तालहरूको बारेमा कुरा गरौं। 12 तालहरू मध्ये जिगाले ताल सबैभन्दा ठूलो हो र यसमा एक विशिष्ट सी आकारको संरचना छ, जुन तपाईले माथिबाट स्पष्ट रूपमा देख्न सक्नुहुन्छ। यो एक आश्चर्यजनक दृश्य हो, विशेष गरी बिहानको उज्यालोमा। अर्कोतर्फ ताउन ताल तालहरू मध्ये सबैभन्दा सानो हो, तर उत्तिकै सुन्दर छ। 18 घाँसे मैदानहरू अल्पाइन घाँसे मैदानको विशाल विस्तार हुन्। किनीमाइन पाटन यी मध्ये सबैभन्दा ठूलो हो र सम्पूर्ण अछाम जिल्लाको सबैभन्दा विशाल घाँसे मैदानहरू मध्ये एक मानिन्छ। स्थानीय समुदायहरूको लागि पवित्र जलधारा कैलाश नदी यस पाटनबाट बग्छ। यी धेरैजसो तालहरू मौसमभरि विभिन्न फूल प्रजातिहरूले सजिएका हुन्छन्, जसले रङहरूको निरन्तर परिवर्तनशील टेपेस्ट्री सिर्जना गर्दछ। घाँसे मैदानहरू आफै मौसम अनुसार परिवर्तन हुन्छन्, जाडोमा हिउँले ढाकिएको सेतो परिदृश्यबाट वसन्त र गर्मीमा जंगली फूलहरूले भरिएका जीवन्त हरियो चरणमा। स्थानीयहरू विश्वास गर्छन् कि सबै 12 ताल र 18 घाँसे मैदानहरू राम्ररी अन्वेषण गर्न तपाईलाई कम्तीमा 3 दिन चाहिन्छ, किनकि प्रत्येक स्थानको आफ्नै चरित्र र आकर्षण हुन्छ। आगन्तुकहरूलाई तुरुन्तै आकर्षित गर्ने कुरा भनेको विविध परिदृश्य हो। रामारोसनमा टेरेस्ड पहाडी ढलानहरू, हरियालीयुक्त भूभाग र घना जंगलहरू छन्, जसले निरन्तर रमणीय वातावरण सिर्जना गर्दछ। यस क्षेत्रको माध्यमबाट यात्रा गर्दा तपाईले बाक्लो रोडोडेन्ड्रन वनहरू भेट्नुहुनेछ, जुन वसन्त ऋतुमा विशेष गरी शानदार हुन्छन्, जब तिनीहरू जीवन्त गुलाबी र रातो फूलहरूले फुल्छन्। उत्तरमा तलछट चट्टानी भिरहरूको प्रभावशाली श्रृङ्खला छ, जुन पृथ्वीबाट नाटकीय रूपमा माथि उठ्छ। यी केवल भौगोलिक रूपमा महत्त्वपूर्ण छैनन्, तिनीहरू सांस्कृतिक रूपमा पनि महत्त्वपूर्ण छन्। स्थानीय मह सिकारीहरू नियमित रूपमा यी 100 मिटर अग्ला भिरहरूमा जंगली मह संकलन गर्न चढ्छन्, जुन पुस्तादेखि पुस्तासम्म चल्दै आएको अभ्यास हो।
खुला दिनहरूमा दृश्यहरू असाधारण भन्दा कम छैनन्। रामारोसनका विभिन्न सहुलियत बिन्दुहरूबाट तपाईले माउन्ट अपी र माउन्ट सैपालको भव्य चुचुराहरू देख्न सक्नुहुन्छ, साथै टाढाका पहाडहरूमा अवस्थित बादी मालिका मन्दिरको दृश्यहरू पनि देख्न सक्नुहुन्छ। बुढीगङ्गा नदीको बेसिन तल फैलिएको छ, जसले दिनभरि चरित्र परिवर्तन गर्ने एक लुभावनी दृश्य सिर्जना गर्दछ। यो सम्पूर्ण क्षेत्र वनले भरिएको छ। कम उचाइमा रहेका उपोष्णकटिबन्धीय वनहरूको मिश्रणले उचाइ बढ्दै जाँदा समशीतोष्ण र अल्पाइन वनहरूमा रूपान्तरण हुन्छ। यो पारिस्थितिक विविधता रामारोसनले यति समृद्ध जैविक विविधतालाई समर्थन गर्नुको एउटा प्रमुख कारण हो। रामारोसन एक वन्यजन्तु अभयारण्य हो, जहाँ यसको पवित्र वातावरणमा फस्टाउने असंख्य जनावर प्रजातिहरूको घर छ। तपाईले घाँसे मैदानहरूमा सुन्दर ढङ्गले घुम्ने कस्तुरी मृग, तिनीहरूको प्रभावशाली बनावट भएको हिमालयन तहर, जंगली बदेल, कहिलेकाहीँ भालु र मायावी जंगली बिरालोहरू पनि पाउनुहुनेछ। दुर्लभ अवसरहरूमा आगन्तुकहरूले बाघहरू देखेका छन्, यद्यपि यी ठूला बिरालाहरू अविश्वसनीय रूपमा लजालु हुन्छन्। यहाँको चरा जीवन विशेष गरी प्रभावशाली छ। यो क्षेत्र नेपालको राष्ट्रिय चरा डाँफे वा हिमालयन मोनालको लागि अभयारण्य हो, यसको शानदार इन्द्रधनुषी प्वाखहरू सहित। डाँफे भन्दा बाहिर तपाईले हिमालयन मोनाल, कालिज तितर, डुकुर तितर, कोयल र अनगिन्ती अन्य चरा प्रजातिहरू देख्नुहुनेछ। गम्भीर चरा अवलोकनकर्ताहरूका लागि रामारोसन स्वर्ग हो। खुला घाँसे मैदान र घना जंगलको संयोजनले विभिन्न प्रजातिहरूको लागि उत्तम वासस्थान सिर्जना गर्दछ। चरा अवलोकनको लागि उत्तम समय बिहान सबेरै हो, जब हावा स्थिर हुन्छ र चराहरू सबैभन्दा सक्रिय हुन्छन्। 2020 मा सुरु गरिएको तालहरूमा डुङ्गा चलाउने कार्यले पानी चराहरूलाई अवलोकन गर्ने र जलीय पारिस्थितिक प्रणालीलाई फरक दृष्टिकोणबाट बुझ्ने नयाँ अवसरहरू खोलेको छ। रामारोसनमा वनस्पति जीवन जति सुन्दर छ त्यति नै विविध छ। यो क्षेत्र विभिन्न उचाइ र सूक्ष्म जलवायुमा अनुकूलित अनगिन्ती वनस्पति प्रजातिहरूको घर हो। मध्य उचाइका वनहरूमा रोडोडेन्ड्रनहरू हावी हुन्छन्, जबकि ओक र कोनिफरहरू भरिभराउ हुन्छन्। फूल फुल्ने मौसमहरूमा घाँसे मैदानहरू प्राकृतिक बगैँचामा परिणत हुन्छन्। वसन्त र गर्मीभरि विभिन्न प्रकारका फूलहरू क्रमशः फुल्छन्, प्राय तालको सतहलाई पंखुडीहरूले ढाक्छन्। औषधीय जडीबुटीहरू, जंगली अर्किडहरू र धेरै लोपोन्मुख वनस्पति प्रजातिहरू प्रशस्त मात्रामा पाउन सकिन्छ, जसले यस क्षेत्रलाई वनस्पतिको रूपमा महत्त्वपूर्ण बनाउँछ। वनस्पति ढाँचाहरूले पारिस्थितिक क्षेत्रहरूलाई प्रतिबिम्बित गर्दछ। तल्लो उचाइहरूले उपोष्णकटिबन्धीय वनस्पतिहरू प्रदर्शन गर्दछ, मध्य क्षेत्रहरूले रोडोडेन्ड्रन र ओकहरू सहितको घना समशीतोष्ण वनहरू प्रस्तुत गर्दछ, र उच्चतम क्षेत्रहरूले कठोर पहाडी अवस्थाहरूमा अनुकूलित कडा अल्पाइन बोट बिरुवाहरू प्रदर्शन गर्दछ। यो स्तरीकरण पाठ्यपुस्तक वातावरणीय विज्ञान हो जुन जीवन्त बनाइएको छ। हालैका वर्षहरूमा रामारोसनको पहुँचमा नाटकीय रूपमा सुधार आएको छ। ग्राभेल मोटरेबल सडकहरूले अब यसलाई मङ्गलसेनसँग जोड्छन् र पर्यटकहरूको लागि पूर्वाधार विकास भइरहेको छ। तैपनि यसले आफ्नो प्रामाणिक चरित्र गुमाएको छैन, यो प्रकृतिसँग मेल खाने पर्यटन हो। हालैका वर्षहरूमा रामारोसनले अन्तर्राष्ट्रिय ध्यान आकर्षित गरेको छ। 2023 मा 46 विभिन्न देशका पर्यटकहरूले विश्व इन्द्रेणी परिवारको भागको रूपमा यस क्षेत्रको भ्रमण गरे। यो यसको बढ्दो विश्वव्यापी मान्यताको प्रमाण हो। यी आगन्तुकहरूले स्थानीय पर्यटन समितिहरूद्वारा आयोजित परम्परागत देउडा नृत्यहरू सहित सांस्कृतिक गतिविधिहरूमा संलग्न भए, जसले पर्यटन कसरी संस्कृतिहरू बीचको पुल हुन सक्छ भनेर देखाउँछ। स्थानीय समुदायहरू, विशेष गरी रामारोसन ग्रामीण नगरपालिका र पर्यटन क्षेत्र विकास समितिहरू मार्फत वातावरण संरक्षण गर्दै स्थानीय मानिसहरूलाई फाइदा पुर्याउने दिगो पर्यटनलाई सक्रिय रूपमा प्रवर्धन गरिरहेका छन्। रामारोसनले हाम्रो जोडिएको संसारमा बढ्दो रूपमा दुर्लभ चीज प्रदान गर्दछ, सामूहिक पर्यटनबाट अछुतो प्रामाणिक प्रकृति। यो त्यस्तो ठाउँ हो जहाँ तपाईँ अझै पनि आफूलाई सोच्न सक्नुहुन्छ, जहाँ जीवनको लय प्राकृतिक चक्रलाई पछ्याउँछ र जहाँ वन्यजन्तु र स्थानीय संस्कृतिसँगको भेटघाट वास्तविक महसुस हुन्छ। चाहे तपाईँ साहसिक कार्य, आध्यात्मिक सम्बन्ध, फोटोग्राफिक अवसरहरू वा आधुनिक जीवनको अराजकताबाट केवल एक ब्रेक खोज्दै हुनुहुन्छ, रामारोसनले प्रदान गर्दछ।
यो एक गन्तव्य हो जसले उचाइ र पदयात्राको साथ तपाईको शरीरलाई चुनौती दिन्छ। प्राकृतिक सौन्दर्यले तपाईको मनलाई शान्त पार्छ र सांस्कृतिक आदान प्रदान मार्फत तपाईको आत्मालाई समृद्ध बनाउँछ। नेपालको सुदूर पश्चिमी सिमानामा पुग्ने साहसीहरूलाई रामा रोशनले पर्खिरहेको छ। यात्रा लामो छ, पदयात्रा चुनौतीपूर्ण छ, तर पुरस्कारहरू अतुलनीय छन्। यस भर्चुअल भ्रमणमा हामीसँग सामेल हुनुभएकोमा धन्यवाद। यदि तपाईले यो उपयोगी पाउनुभयो भने कृपया थप लुकेका रत्न गन्तव्यहरूको लागि लाइक र सदस्यता लिनुहोस्। अर्को पटकसम्म सुखद यात्रा।